ए काका ओ काका अहिले मलाई के भन्न खोज्यो थिइस्? ओइबाट काका भनेर बोलाइरहेछु सुन्नुहुन्न क्या काका अरे को काका? कसको काका? किन काका? अलिकति थाप्लोबाट कपाल झरो भन्दैमा काका अरू साइनो छैन? बिनाजु भनेर बोलाउँदा हुन्न? एकचोटि राम्रा मुखले बिनाजु भनेर बोलाते ल भन बरु के कामले बोलाइस् बिहान बिहान? डान्स चाहिँ तिम्रो हो के मलाई नि सिकाइदेऊ त डान्स अरे अनि यो के हो त यो तेरो लागि डान्सै बोल जा गाउँतिर जा सबैजनालाई गाउँमा डान्स प्रोग्राम हुँदैछ भनेर भन्दे अनि सुन सबैजनालाई पहिलो हुनेलाई 5 लाख रुपियाँ पुरस्कार पनि छ भन्दे जा हस् काका फेरि काका उलाई ढाका बिहान बिहान मर्निङ वाक गर्न आइरहेको छु मान्छे त मुड खराब गरिदिन्छ है डान्स प्रोग्राम गरे ल जाओस् गाउँतिर सबैले डान्स प्रोग्राम नै भन्ने को आउँदा रहेछन् डान्स कम्पिटिसनमा हेरौँला म पनि ओहो यो जिन्दगी जिउन साह्रै गाह्रो हो के भयो मलाई कुनी यो गर्छु नि हुँदैन ऊ गर्छु नि हुँदैन कुन जुनीको सजाय दिँदैछौ भगवान् मलाई ए काले काका के भयो डाका हाम्रो गाउँमा नि छिटो भन् त छिटो फुर्सद छैन मलाई हाम्रो गाउँमा के भयो गोरु भए के गोरुले दुध दिएन होइन के काका हाम्रो गाउँमा त डान्स कम्पिटिसन हुने अरे कसले भन्यो तँलाई लुन्ठे काकाले अब नभएर लुन्ठेको कुराको पछि लाइस् त त्यही पनि डान्सको विषयमा हो के हो कानमा इयरफोन लाएर सिक्दैछन् काकाले त होइन के भन्छ त्यो बुढोले कताबाट पाउनु कानमा लाउने इयरफोन नपत्ता हिँड नि त काका फुर्सद छैन मलाई त्यसो नभन न हिँड न हिँड ए ते जान्ने र ल आउनु हो रहेछ यो विषयमा त मैले पनि केही सोच्न पर्छ बाबु त्यति मात्रै हो र काका गाउँका सबैजनालाई सुनाइदे डान्स कम्पिटिसन छ भनेर अनि 5 लाख रुपियाँ पुरस्कार पनि छ भन्दै 5 लाख हो त अनि सुन डान्स भनेका 3 प्रकारका हुन्छन् एउटा उठेर नाच्ने एउटा बसेर नाच्ने अर्को सुतेर नाच्ने नि हुन्छ र किन हुँदैन जा सबै गाउँलेलाई गएर खबर दे हुन्छ काका जा अब हाम्रो गाउँमा त्यति राम्रो नाच्न जान्ने को छ र टपे अब त्यो घुम्न पनि त जान्दैन के नाचोस् राम्रै झन् त्यो उठेसी बस्न सक्दिनँ बसेसी उठ्न सक्दिनँ अम्मरे त झन् एक फन्का घुम्ने बित्तिकै फुल्लो ढल्न बेर छैन अब मौका यही हो केटा अब तेरै पालो अब मैले पनि डान्स कम्पिटिसनमा भाग लिनुपर्छ त्यो 5 लाख रुपियाँ जसरी भए पनि मैले हात लिनुपर्छ दुईटा चिज चाहिँ बनाएकै हुन्थ्यो गाँठे एउटा होइन अर्को चाहिँ मेरो सुन्दर अनुहार बनाएको भगवान्ले यतिको राम्रो मान्छे त असोमा देखेन गाँठे मैले कली बौलाउँछ भनेको त थाहा पाथे काले पो बौलाउनु लागेको गाँठे ल बौला रे बस अब यसको छेउमा जाने भने मलाई बौला बनाउने होला यसले नदेख्ने गरी लुकेरै जानु पर्यो गाँठे अब हामी पनि के कम छौँ र त्यही त भने जा केटा केब लिएर आइज हुन्छ काका ल अब सुरु गर्दिम गर यस्ता डान्स नाचेर त मैले जमानामै घोरले भाले उपार पाएको
नगर यस्तो राम्रो नाचेर त मैले राङै उपहार पाएको राङ हो। यसपालिको यो पनि मैले नै लिने हो। ल भो कसले राम्रो नाच्छ त पछि थाहा भइहाल्छ नि। के भन्छ फेरि यो केटा? त्यही त भन्छु म। के कुरा हारेको एउटा उठेर नाच्ने एउटा बसेर नाच्ने। अब नाच्ने यसरी त हो नि। दुई बजे मुलालाई के थाहा? नाच्न त 3 आइटम जान्नुपर्छ 3 आइटम। खै नाच्न त सुतेर नाच्दिन त होइन आज गाउँमा के भन्छ गाउँले बौला गाउन् कि म बौलाको आज कोही उठेर नाचिरहेछन् कोही बसेर नाचिरहेछन्। हेर्न हेर यो नामी नझरेको कडुवा सुतेर नाचिरहेछ। आज गाउँमा सबैले भाङ खाएछन् क्या खाए नाम पनि राम्री मान्छे पनि त्यसै राम्री हो त नि है। अहिले त म यति राम्री छु झन् जवानीमा त मलाई देख्यो भने त केटाहरू त ठामको ठाम डल्थे। त्यही त नि है दिदी राम्री नै भएर होला अहिलेसम्म कुमारी नै। के सोच्यौ हौ तिमीहरूले मलाई? मैले भने जस्तो केटा नपाएर मात्रै हो त्यस्तो अहिले गरेर हेरिन्न तिमीहरू जस्तो हो म। भो जवानी भनेको त जवानी हो। तिमी भन्दा त मै राम्री छु। ल तै राम्री बरु डान्स कम्पिटिसन कसरी जित्ने भने सोच्नुपर्छ। तर दिदी सुतेर चाहिँ कसरी नाच्ने होला? ल नाच्दी तेरो गुरु नै मै परे। ल आइज म सिकाइदिन्छु तँलाई नाच। यसरी नाच्ने तँलाई थाहा होइन? सुतेर नाच्ने यसरी हो नि। होइन नारी दिवस बाल दिवस शिक्षा दिवस सबै सुनेको थिएँ। यो डान्स दिवस भन्ने चाहिँ सरकारले अहिले थपेछ क्या? सोध्न पर्यो यिनीहरूसँग। डान्स दिवस होइन डान्सको प्र्याक्टिस दिवस। त्यही भएर प्र्याक्टिस गरिराखेको। डान्स दिवस त 2-4 दिनमा आइहाल्छ नि। होइन आज मलाई के भएको छ? तिमीहरू बोलेको त केही पनि बुझ्दिन त। गाउँभरि सबैले थाहा भएको छु तिमीले चाहिँ थाहा छैन? के कुरा राम्री? हाम्रो गाउँमा त डान्स कम्पिटिसन हुँदैछ नि। डान्स कम्पिटिसन त्यति पनि थाहा छैन गाउँमा बसेर। उपहार त 5 लाख 5 लाख 5 लाख बौलायो तिमी नै बौलायो राम्री। 5 लाख तिमीलाई पाए मेरो अग्रिम शुभकामना। म लागे ल अब आयो दाइ। आयो सुरु गर। भएन के दाइ? कसरी नाच्नु त? ल यसरी भएन अब यो तेपा त तिमी नाच्न सक्दैनौ। अब म आफै सिकाउँछु तिमीलाई। ल आइज सिका ल यस्तो गर अलि राम्रोसँग गर न गर्दै। ल दा आउँछ। ल म त्यहाँ बसेर हेर्छु तिमी यहाँ नाच है। ल धा हिन धा तेरिका भएन के दाइ? अनि भन्न त कसरी नाच्ने हो? म एकैछिन त्यता गएर आउँछु है। बस्नु गर।
ल बजा अब यो टेप बल्ल अब म नाच्छु बुझिस् देखिस् कस्तो नाच्दो रहेछ चमत्कारै देखायो नि फेरि नाच्दिउ कि लौ न गिरी उस्ताद हामीलाई पनि सिकाइदिनु पर्यो क्या डान्स सबै डान्स जानियो त्यो सुतेर गरी डान्स चाहिँ जानिएन क्या हो त नि हामीलाई त छेउन टुप्पो केही पनि आएन के उस्ताद राम्रोसँग सिकाइदिनु पर्यो लौ न अहिले त होइन उस्ताद अब उसले सिकाउनु पर्दैन मैले सिकाउनु पर्दैन यति लगाइदेऊ आफै आउँछ राम 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 पर्वो पर्वो राम कि दशा हात्तीले कपडा लगाएको त देखियो थिएन यहाँ त यति वाणी लागिरहेको हेर नानी अघिकै पोजिसनमा बसे भए त गाउँरीभरिको पानी त के समुद्रमा गएर डुबायो भने उठ्थेन म नखा नखा त भन्दै थिएन ए खाएको त हिजो जोसँग नाचेर बस्यो अब अहिले ज्यान थरथर थरथर काम्यो अब म रक्सी खान छोडेर यही कोदोको ढेँडो बनाएर मजाले खानु यो त हातमा हराउनु अब मलाई रक्सी खाने फुर्सद छैन होइन है दिउँसो सपनदेखि लाइस क्या एक्लै बरबर हाँस्छ तिमीसँग बोल्ने फुर्सद छैन राम्रो मेरो त 12 मासीको के काम छ हेर न नाच्ने दिन आइसक्यो त्यो नाच्ने ट्रेनिङ गर्दा गर्दै आधी चाहिँ खलप्पै घटिसक्यो के गर्ने होला भने त्यही त मलाई पनि प्र्याक्टिस नभएर होला नि ज्यान दुखेर हैरान भएछ तिमीहरूको डान्स दिवस सकियो के बाँकी नै छ अब आज र भोलि प्र्याक्टिस पर्सि शुक्रबार दिवसै हो भनेपछि मलाई ढुक्क भएका थिए किन अब तिमीहरू डान्स प्र्याक्टिस गर्दा गर्दा थाकिसक्यौ म त उही दिन जानियो झ्याप्प नाच्नियो प्रथम पुरस्कार हात झ्याप्पै पार्नियो काहीँ नभएको जात्रा हाँडी गाउँमा हामी यहाँ दिनदिनै प्र्याक्टिस गरेर त खैके भइरहेछौ त डाइरेक्ट गएर चाहिँ त फर्स्ट पुरस्कार जित्नु त अहिले हेरौँला अब 2 दिन त बाँकी रहेछ नि हेर होइन हेर बरु मैले नबुझेको कुरा यो कार्यक्रम गर्ने आयोजक चाहिँ को हो आयोजक म हो म लुन्ठे कुमार हरि कंगाल आयोजक हुन हैन ल भन बरु के कामले बोलाइस बिहान बिहान डान्स चाहिँ तिम्रो हो के मलाई नि सिकाइदेऊ त डान्स अरे अनि यो के हो त यो तेरो लागि डान्सै बोल जा गाउँतिर जा सबैजनालाई गाउँमा डान्स प्रोग्राम हुँदैछ भनेर भन्दे अनि सुन सबैजनालाई पहिलो हुनेलाई 5 लाख रुपियाँ पुरस्कार पनि छ भन्दे जा बुझल कुरो त्यति
ल खतम डुबे गाउँले हो र सर्ला के डुबे हात्ती झन् सर्लक्कै डुब्ने भयो उहाँ गाउँलेहरू प्र्याक्टिस गरेर बसेछन् हो हाम्रो कमजोरी नै यही हो एउटा सानो कुरा सुनेर हामी हल्लाको पछाडि लाग्छौँ कमसेकम खास कुरो के हो त्यो बुझ्न जरुरी छ नि त कागले कान लयो भनेर कान नछामिकन दगुर्यो भने त्यो मान्छेले दुःख पाउँछ आफ्नो कान छामेर मात्र कुद्न जरुरी छ